प्रदर्शन मार्फत देशमा परिवर्तन सरकारमा परिवर्तन दलहरुमा परिवर्तन तपाईको प्रशासनमा परिवर्तन तपाईको समग्र समाजमा परिवर्तन समग्रतामा विकास निर्माणको गतिमा परिवर्तनको त्यो अपील परिवर्तनको त्यो आह्वानलाई सम्मान छ सेल्युट छ। परिवर्तन तपाईले माग्नुको भन्दैमा केवल एउटा निर्णयले त्यो परिवर्तन हुन सक्दैन तर परिवर्तनको सुरुवात कसैले गर्यो कि गरेन जेनजीले यो बेलामा गम्भीरतापूर्वक हेर्नुपर्छ। यदि परिवर्तनको सुरुवात कसैले गरेको छ भने तपाईले विश्वास गर्नुपर्छ जो बदलिन्छ उले बदल्न सक्छ भन्ने तपाईले विश्वास गर्नुपर्छ। म जान्दछु तपाई सबले जान्नुहुन्छ यो देशमा कसैले परिवर्तनको सुरुवात भदौ 23-24 पछि गर्यो भने आफै भित्रबाट परिवर्तनको सुरुवात गरौँ भन्यो भने सबैभन्दा पहिले अग्रपंक्तिमा उभिएर नेपाली कांग्रेस पार्टीले विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति बनाइराखेर प्रधानमन्त्रीको उम्मेदवार बनाइराखेर एउटा बदलिएको राजनीतिक दलको रूपमा लिएर आएको छ। त्यसैले पुरानो रोज्नु पर्यो पुरानो कम्पनी रोज्नु पर्यो भने कांग्रेस हो, बदलिएको दल नयाँ ऊर्जालाई रोज्नु पर्यो भने त्यो कांग्रेस हो। त्यसैले त्यो कांग्रेस सबैलाई आग्रह गर्न चाहन्छ चुपचाप फलानो चिन्हमा छाप होइन प्रश्न गर्नुहोस्। प्रश्न र प्रश्न पछाडि तपाईको सन्तुष्टिपछि तपाईको मत हामी चाहन्छौं। नेपाली कांग्रेस पार्टी यो देशको आसनमा पनि बदल्न चाहन्छ शासनमा पनि बदल्न चाहन्छ व्यक्तिले गर्ने भाषणमा पनि बदल्न चाहन्छ। आज यो देशको शासन प्रणालीलाई बदल्ने भन्ने प्रतिज्ञा हामीले गरेका छौं। त्यसैले छलफल गरौँ। 18 गते सम्भव हुन्छ हाम्रो निमन्त्रण मान्नुहुन्छ हामी आयोजना गर्न तयार छौं। छलफल गर्दै गर्दाखेरि म तपाईहरु सबैलाई आग्रह गर्न चाहन्छु 75 वर्षमा किन कोही प्रधानमन्त्री लगातार 5 वर्ष बन्नु भएन छलफल गरौँ। अब बन्ने प्रधानमन्त्री 5 वर्ष टिक्न सक्ने कि नसक्ने कसरी टिक्ने कुन पद्धतिले टिकाउन सकिन्छ छलफल गरौँ। मेरो व्यक्तिगत प्रस्ताव छ सबैभन्दा ठूलो जितेको राजनीतिक दल सबैभन्दा बढी सिट लिएर आउने दल समानुपातिकबाट सबैभन्दा बढी सिट प्रत्यक्षबाट सबैभन्दा बढी सिट ल्याउने दललाई पुरै 5 वर्षलाई देशको शासन सत्ता सुम्पिनलाई के अन्य राजनीतिक दलहरु तयार हुनुहुन्छ? सबैभन्दा ठूलो दल जुन बन्छ त्यो दललाई बहुमत नपुगेन भने समानुपातिक तर्फबाट बुझाइएको सूचीको विनर टेक अलको थ्योरी बमोजिम सबैभन्दा उलाई नपुगेको सिट संख्या दिन के तपाईहरु तयार हुनुहुन्छ? कांग्रेस दोस्रो दल भयो भने सम्पूर्ण रूपले प्रतिपक्षमा बस्नका लागि तयार भएर छलफल गरेर डकुमेन्टमा हस्ताक्षर गर्न तयार छ। के दोस्रो दल भन्यो भने सरकार बाहिर बस्नलाई हस्ताक्षर गर्न तयार हुनुहुन्छ? आज आउनुहोस् एउटा सहमति गरौँ। सहमति गरिराखेर देशलाई 5 वर्ष टिक्न सक्ने प्रधानमन्त्री पद्धतिमा लिएर जाउँ। भनेको प्रधानमन्त्रीलाई नपुगे बहुमत समानुपातिकको सूचीबाट देऊ। त्यो प्रधानमन्त्रीलाई विज्ञ सहितको मन्त्रीमण्डल बनाऊ भनौँ। त्यो प्रधानमन्त्रीलाई 2 वर्षसम्म पछाडि फेरि विश्वासको मत ल्याऊ भनौँ। त्यो प्रधानमन्त्रीलाई कामहरूको आधारमा परीक्षण गरौँ। भ्रष्टाचार नियन्त्रण पहिला भन्दा भयो कि भएन? प्रति व्यक्ति आय बढेर गयो कि गएन? पुँजीगत बजेटको खर्चको आकार बढेर गयो कि गएन? नागरिकमा खुशियाली बढेको छ कि छैन? यो आधारमा त्यो प्रधानमन्त्रीलाई बाँकी समयको लागि विश्वास दिउँ र पुरा 5 वर्ष देशमा काम गर्न सक्ने अवस्था बनाएर जाउँ। आज हामी यो राष्ट्र निर्माणका लागि सबैभन्दा मुख्य कुरो नागरिकको बल होइन नागरिकको मनोबल उच्च बनाउन चाहन्छौँ। सबै राजनीतिक दल एक ठाउँ उभिराखेर राष्ट्रिय रूपमा नेपाल देशले नेपाललाई समुन्नतिको एउटा नीतिगत सुनिश्चिततामा लिएर गयो भन्ने अवस्था बनाउन चाहन्छौँ। त्यसैले यो बेलामा मैले भन्दै गर्दा कोही कर्मचारी प्रशासनको कोही साथी हुनुहुन्छ भने कर्मचारी साथीहरूले काम गर्नलाई सहज वातावरण हामी बनाउन चाहन्छौँ। तर सँगैमा कर्मचारी प्रशासन मार्फतबाट सिडिओ कार्यालयमा आएको नागरिकले यो कोठा र त्यो कोठा माथिको तला र तल्लो तला गरिराखेर भोलि आउनु पर्ने पद्धतिलाई भत्काइराखेर हैरानी मुक्त भएको एउटा नागरिकको हामी परिकल्पना गर्न चाहन्छौँ। त्यसैले नेपाली कांग्रेस पार्टी कर्मचारीको पक्षमा पनि उभिन्छ नेपाली कांग्रेस पार्टी त्यो सेवाग्राहीको पक्षमा पनि उभिन्छ। कोही शिक्षकहरू हुनुहुन्छ यहाँ शिक्षा विधेयक मागिरहनु भएको छ। हामीले संकल्प गरेका छौँ कांग्रेसको विशेष महाधिवेशनबाट बनाएको डकुमेन्टमा संकल्प गरेका छौँ कि यदि संसद बसिसकेपछि पहिलो सदन सकिँदा नसकिँदै हामी त्यो सदन मार्फतबाट त्यो विधेयकलाई टुङ्ग्याएर जान चाहन्छौँ। आदरणीय साथीहरू हामी त्यति मात्रै होइन नेपाल भित्रको नेपालसँग बाहिरको नेपाललाई पनि गाँच्न चाहन्छौँ। आज नेपालभन्दा बाहिर लाखौंको संख्यामा नेपालीहरू छन्। बाहिर रहेको नेपाललाई गाँच्नका लागि कसैलाई लाग्न सक्छ कसैको भिजन हुन सक्छ कि हाम्रो पार्टीको सरकार बन्यो भने 100 दिनभित्रमा अमेरिका र अस्ट्रेलियाको भित्तामा गएर हामी पोस्टर टाँच्छौँ आऊ नेपाल भन्नका लागि कसैले भन्नु होला। हामी जान्दछौँ हामी कसैले जित्ने बित्तिकै हामी कोही मन्त्री र प्रधानमन्त्री बन्ने बित्तिकै विदेश भएका नेपाली सबै फर्किँदैनन्। या एयरपोर्टमा गएर अँगालो मारेर गमलङ्ग अँगालो मारेर रोएर बुद्ध जन्मेको देश छोडेर नजाऊ भन्ने बित्तिकै कोही जानबाट रोकिँदैनन्। हामीले कांग्रेसको प्रतिज्ञा पत्र मार्फतबाट जीडीपी भन्ने एउटा कन्सेप्ट बनाएका
छौँ। गभर्मेन्ट, डायस्पोरा, प्राइभेट सेक्टर पार्टनरसिपका साथ परियोजनाहरू बनाऊ। त्यस्तो परियोजनाहरू बनाउँदै गर्दा सबैभन्दा नजिकमा रहेको बुढी गण्डकी जस्तो परियोजना निर्माण गरिराखेर त्यसलाई होप क्रिएट गरेर सारा नेपालीमा आशा र विश्वास जगाउन सकिने परियोजना सरकार पनि, गैर सरकारी क्षेत्र पनि, समग्रतामा पब्लिक सेक्टर पनि, समग्रतामा विदेशमा रहेको डायस्पोरा पनि गाँसेर जाने भन्ने खालको मनोविज्ञानहरूमा हामीले काम गरिरहेका छौँ। आदरणीय साथीहरू, भौतिक पूर्वाधार निर्माणको सन्दर्भमा हामी सम्पूर्ण रूपले ढिलाइ अन्त्य गर्न चाहन्छौँ। बाटो बन्दैछ, बन्न ढिलो, पुल बन्दैछ, पुल बन्न ढिलो, अर्को परियोजना बन्दैछ, बन्न ढिलो। कसैको भिजनले भन्ला काम ढिलो भयो भने त्यो काम गर्दै गरेको श्रमिकलाई या काम गर्दै गरेको ठेकेदारलाई रुखमा बाँधेर समाधान गर्न सकिन्छ। कसैको भिजनले भन्ला, काङ्ग्रेस त्यो भन्दैन। काङ्ग्रेस त्यो निर्माण व्यवसायीको पनि मनोबल उठाउन चाहन्छ, श्रमिकको पनि मनोबल उठाउन चाहन्छ। रुखमा बाँधेर यदि बाटो बन्ने भए अमेरिका या बेलायत जस्ता देशहरू या जापान जस्ता देशहरू श्रमिकलाई या ठेकेदारलाई रुखमा बाँधेर भएका होइनन् भन्ने कुरो जान्दछ, बुझाउन चाहन्छ। र नेपाली काङ्ग्रेस पार्टीले निदो गरेको छ कि नेपाली काङ्ग्रेस पार्टी यसका लागि कानुनमा सुधार गर्न चाहन्छ, कानुनमा परिवर्तन गर्न चाहन्छ, ठेक्का प्रक्रियामा सुधार गर्न चाहन्छ, निर्माण व्यवसायी र श्रमिकलाई पनि प्रोत्साहन गर्न चाहन्छ। अनि नेपाली काङ्ग्रेस यो देशमा दिनभरि काम हुने र रात परेपछि पुरै नेपाल सुत्ने कुरालाई पनि भत्काउन चाहन्छ। रातको 1 बज्दा पनि अस्पतालमा स्लाइन चल्न मिल्ने, रातको 2 बज्दा पनि बाबा तपाईँको औषधि खाने बेला भयो भनेर बिहानको उज्यालो 4 बज्दै गर्दा नर्सले उठाएर खुवाउन मिल्ने, मध्यरातमा दुर्घटनामा पर्यो कोही भने तपाईँ म पर्यो भने अस्पतालको अपरेसन थिएटरमा गएर डाक्टरले तपाईँलाई मलाई अपरेसन गरेर बचाउन मिल्ने। तर बाटो बनाउने र पुल बनाउने काम भने सूर्य अस्त नेपाल मस्त, साँझ पर्दैपछि नेपाल अलिकति पिएर होस् अलिकति नपिएर होस् पुरापुर चुप लागेर सुत्नुपर्ने यो पद्धतिलाई भत्काइराखेर नेपाली काङ्ग्रेस पार्टी 8 घण्टा र 8 घण्टा गरेर 3वटा 8 घण्टामा नेपाल पुरै जाग्ने पद्धतिमा जानलाई सङ्कल्प गरिरहेको छ, प्रतिज्ञा गरिरहेको छ, प्रतिज्ञा पत्र मार्फत लेखिरहेको छ। दिनभरिको 8 घण्टामा काम गर्दा एउटा श्रमिकले जति रोजगारी प्राप्त गर्छ, पारिश्रमिक प्राप्त गर्दछ, राति काम गर्दै गर्दा स्वाभाविक छ कि उसले गर्नुपर्ने, प्राप्त गर्नुपर्ने पारिश्रमिक डेढा होला, राति प्रकाश नहोला, जेनेरेटर प्रयोग गर्नु पर्ला, खर्च अलिकति पेट्रोल डिजेलको बढेर जाला। तर 3 वर्षमा बनाउने पुललाई 1 वर्षमा बनाउँदै गर्दा समग्रतामा रडको, सिमेन्टको सबै भाउले गर्दै गर्दा त्यो लगानी लागत घटेर आउँछ। त्यसैले नेपाली काङ्ग्रेस पार्टीले निदो गर्दै गर्दा निदो गरेको छ नेपाल अब जाग्नेछ, नेपाल अब उठ्नेछ, नेपाल अब समुन्नतिमा जानेछ।